ओके यहाँहरु सबैजनालाई नमस्कार। हामी यो विद्यालय निरीक्षक साप्ताहिक नमुना परीक्षा यो सेट 17 तपाईको यो प्रथम पत्रमा हामी जोडिएका छौं। तपाईहरुको परीक्षा दिनै सक्नु भएको छ। यसको प्रश्नहरु तपाईहरुले कति मिलाउनु भएको छ, कति बुझेर मिलाउनु भएको छ, कतिले नबुझ्दा नि मिलेको छ अथवा के छ त्यसलाई हामी यहाँ तपाईहरुलाई मैले यसलाई सहजीकरण गर्ने छु। यो आजको जो पहिलो प्रश्न यस प्रकार छ जुन यहाँ देख्नु भएको पनि छ। एभरेज अफ 50 नम्बर इज 30। 50 वटा नम्बरको एभरेज चाहिँ 30 छ भने जम्मा चाहिँ यसको भ्यालु कति भयो भन्दाखेरि टोटल सम भनेको 50 × 30 हो। टोटल सम द नम्बर्स 35 एन्ड 40 आर डिस्कार्डेड। यसलाई हटाउने रे, डिस्कार्ड भनेको त्यहाँ निकाल्ने, रिमुभ गर्ने। भनेपछि 35 र 40 हटाएपछि कति भयो? 35 र 40 हटाएपछि यसलाई हामी हटाउने। दुईटा नम्बर भनेको टोटल 75 हट्यो भने बुझ्नु पर्यो। दुईटा नम्बर डिस्कार्ड गरेपछि एभरेज अफ रिमेनिङ नम्बर्स इज नियरली कति हुन्छ भन्छ। त्यसपछि डिभाइड गरौँ। 50 वटा संख्या थियो, तपाईको दुईटा हटेपछि कति हुन्छ? 48 हुन्छ। संख्या चाहिँ बुझ्नु होला। राइट 1500 माइनस कति 75 भयो हैन? भनेको 1425 1425 बाइ 48 भनेपछि कति भयो? 48 दुना 48 त्यहाँ गरे भने 50 त्यहाँ 150 दुई त्यहाँ छ 144 144 भनेपछि इन्टु 30 गरे भने 1440 30 को नजिक रहेछ। 30 को एकदम नजिक भ्यालु छ। किन 15 ग्याप छ। 15 भनेको उता तपाईको 0.3 को रेन्ज भनेपछि 29 मा एकदम नजिक भएको 0.3 भन्दा ठ्याक्कै 29.68 आउँछ। नियरली भनेको छ नि त। त्यसैले यसलाई क्याल्कुलेट गरौँ न। डिभाइड गर्न सकिहाल्नुहुन्छ। 3 पटकमा अलिकति ठुलो भएपछि त्यो भन्दा नजिकको 15 पुगिरहेछ नि। त्यही मैले 15/48 भनेको 0.22 समथिङ कति त्यस्तै आउँछ। त्यो 28 जति आउँछ। यसलाई घटाउँदाखेरि यति आयो। ओके अप्सन बी आन्सर। सिम्पल क्याल्कुलेट गरौँ न। तपाईले नभए झुकिन्छलाई भाग गरेर निकाले हुन्छ है। भाग गरेर यही आउँछ। हामी कति 29.68 आउँछ। नियरली भनेको चाहिँ यसलाई पछि पोइन्ट पछि अनि आएर आउँछ नि। यसलाई राउन्ड अफ गरेर राखेको छ। ओके 2 मा हेरौँ। रोडलाई रिटर्न यसरी लेखा छ। आर भन्छ नि। आर को भ्यालु त 18 हो नि। 18 ओ भनेको 15 ए 1 डी 4 हो भने यसो गर्नु। 21 18 4 7 3 प्लस 3 छ के हरेकमा। हरेकमा कति छ? प्लस 3 छ। हरेकमा प्लस 3 छ। हरेकमा प्लस 3 छ भनेपछि 3 स्टेप बढेको छ नि। त्यसो हामी 3 स्टेप बढाउँ। एस डब्लु एन को 3 स्टेप प्लस के हुने भयो? एस 19 डब्लु 23 ए 1 एन 14 छ नि। 3 बाट कति हुन्छ? 19 प्लस 3 22 भनेको भी चाहियो। 3 रहेछ नि। 19 प्लस 3 22 भनेको भी ठिक छ। 23 प्लस 3 26 भनेको जेड भी जेड भयो। कतिवटा अप्सन छ? भी जेड दुईटा रहेछ। दुईटा भएपछि त हामीले अर्को नि हेर्नु पर्यो। 1 मा 3 जोड्ने 1 प्लस 3 4 4 भनेको डी भी जेड डी अप्सन बी आन्सर भयो। बाँकी 14 3 17 भयो भनेको क्यू चाहिँ ठिक छ। हरेक लेटरमा 3 प्लस गरेको छ। कोडिङ नै हो कि लेटरको आफ्नो भ्यालुमा के गरेको छ? एक्स्ट्रा प्लस 3 गरेको छ। जुन अप्सन तपाईले यहाँ देख्नु भएको छ बी। बी राइट आन्सर। 3 मा हेरौँ है त। 3 को विषय के छ भने यहाँ यस्तो छ। हो इन अ रो अफ सर्टेन स्टुडेन्ट एच इज र्याङ्क 15th पोजिसन फ्रम द लेफ्ट एन्ड एन्ड टी इज र्याङ्क 24 फ्रम द बटम भन्छ। एच भनेको तपाईको लेफ्टबाट एच को र्याङ्क भनेको छ भन्दा लेफ्टबाट यसरी जानु पर्यो। 15 मा छ अरे। अनि टी भनेको फ्रन्ट भनेको त्यही त्यो अगाडिबाट भनेको। टी इज र्याङ्क 24 फ्रम द बटम यताबाट। यसलाई टी इज फ्रम द बटम भनेको छ। यसलाई ब्याक भने नि हुन्छ यो टप र बटम अथवा यो फ्रन्ट भएपछि यो ब्याक लेखौँ। यसरी बुझ्नु। यो ब्याकबाट हो। यो टी चाहिँ कति छ? ब्याकबाट भने तपाईको 24 छ। एक्सचेन्ज गरे। इफ दे एक्सचेन्ज देयर पोजिसन देन एच बिकम्स 25 फ्रम द फ्रन्ट रे। एक्सचेन्ज गरे भने के तपाईले बुझ्नु भने एक्सचेन्ज गरेपछि तपाईको यो एच को ठाउँमा टी गयो, टी को ठाउँमा एच गयो। यसरी एक्सचेन्ज गरेपछि देन एच बिकम 25 फ्रम द फ्रन्ट।
याद चाहिँ अगाडिबाट 25 परेर के यहाँ याद तपाईँ कहाँ पऱ्यो 25 पऱ्यो भनेपछि त दिमाग के लाउनु भने याद 25 पर्नलाई त के बुझ्नु पऱ्यो भने याद पहिला 15 मा थियो नि 25 भयो भनेपछि यसलाई 10 बढेर गयो यता 10 बढेर गयो भने यसलाई क्वेसनले के सोध्छ व्हाट इज द न्यू पोजिसन अफ टी फ्रम द बटम भनेको फ्रम द ब्याक है टी को यो यहाँबाट 10 स्टेप जान्छ भने यो पनि 10 स्टेप यहाँ आउनुपर्छ आफूसहित हुन्छ 10 चाहिँ आफूसहित 10 हुन्छ किनभने एक्सचेन्ज भनेको त एच को ठाउँ टी को ठाउँ याज त्यसको भए याज जति स्टेप सिफ्ट भएर गयो 10 स्टेप भयो भने टी पनि 10 स्टेप सिफ्ट यसको अर्थ के भयो त भन्दा 24 + 10 कति 24 मा 10 सिफ्ट भएपछि 24 + 10 34 हुन्छ यहाँ आफूसहित पर्छ बीचमा त तपाईको 9 जना हुन्छन् खास गरी आफूसहित के यो एच 15 बाट 25 मलाई 10 ले बढ्यो भने टी पनि 24 बाट 10 बढ्दा 34 हुन्छ एक्सचेन्ज भनेको सिफ्टिङ हो नि त नि या जति डिस्टेन्स गयो या टी पनि त्यति डिस्टेन्स जाने हो किनकि त्यही ठाउँमा जान्छ त हो नि ठीक छ तपाईहरुले यसलाई हेर्नुस् यहाँनिर what percent of the numbers from 1 to 50 have 1 or 9 in the unit digit good 20% भन्नुभएको छ भेरी गुड राइट आन्सर दिनुभएको छ है तपाईहरुले यो क्लास यस्तो हुन्छ 1 or 9 इन द युनिट डिजिटमा 1 र 9 हुने भनेपछि त के बुझ्नु पर्छ तपाईहरुले भने नि अब जस्तो 1 र 9 हुने भनेको तपाईले 10 सम्म हेर्नुभयो भने 1 र 9 मै हुन्छ दुईटा भयो 20 सम्म हेर्नु भने तपाई 21 र 19 मा सरी 20 सम्म हेर्यो भने मैले 11 भनेको 1 र 9 भनेको हैन 10 11 देखि एउटा 11 र 19 भयो 20 सम्मको लागि हेर्दाखेरि युनिट डिजिटमा 1 अथवा 9 हुने हरेक 10 मा दुईटा भइराछ हरेक 10 मा दुईटा भनेको त कति पर्सेन्ट हो भ्यालु थाहा छ तपाईलाई हरेक 10 मा दुईटा भनेको त 2/10 इन्टु 100 गर्यो भने 20% हो के हरेक 10 मा 20% हो भने त 1 देखि 50 मा नि 20% हुन्छ 1 देखि 60 मा नि 20% 1 देखि 80 मा नि 20% नै हुन्छ रेशियो त्यसरी नै जान्छ के नभए बुझ्नलाई हेरौँ नभए कस्तो हो भने बुझ्नलाई तपाईले गर्नुभयो भने यसै गर्न मिल्यो 1 देखि 50 भनेपछि 1 वा 9 हुने एउटा 1 मा हुन्छ अर्को 9 मा हुन्छ अर्को 11 मा भयो अर्को 19 मा भयो 21 मा भयो 29 मा भयो 31 मा भयो 39 मा भयो अनि 41 मा भयो यसमा 49 मा भयो अर्को यसमा यहाँसम्म रहेछ कति भयो भन्दा 2 4 6 8 10 वटा यस्तो भयो जम्मा कति 1 देखि 50 सम्म त 50 हुन्छ इन्टु 100 गरेर नि सक्नुहुन्छ 50 दुना 100 10 दुना 20 तपाईले के बुझ्नु पर्छ तपाईहरुले भने हरेक 10 को मल्टिपलमा त्यहाँ दुईटा 1 र 9 इन्डिजनमा भेजिनुले 10 मा दुईटा भनेको तपाईको 100 मा 20 वटा भने त हो नि तपाईको आफै 20% भएन नभए यसरी गर्नुस् केही छैन ओके 5 हेरौं A works twice as fast as B भन्छ यहाँ दिमाग लाउनुस् है A ले के गर्छ भने twice as fast as B B ले भन्दा डबल दोब्बर छिटो काम गर्छ भनेको त क्या छिटो काम गर्ने मान्छे भनेपछि दिन त यसलाई कम लाग्छ यसको x यसको 2x दिन लाग्छ हेर्नुस् त A works twice as fast as B यसले B को डबल काम गर्ने भनेको त यसलाई जति दिन लाग्छ त्यसको डबल दिन B लाई लाग्नु पर्यो अन्त B को डबल काम गरेपछि B को दिनको आधा लाग्नु पर्यो त्यसो भए यो 2x हो यो x अनि क्वेशनले भन्छ B complete this work in 2 days B लाई कति दिन लाग्यो 12 दिन लाग्छ है B लाई कति दिन लाग्यो 12 दिन लाग्यो नि B लाई 12 दिन लाग्यो नि x कति भयो 6 दिन लाग्यो x को मान 6 भनेको के बुझ्यो A को दिन 6 B को दिन 12 अब क्वेशनले भन्छ A and B together भन्छ A र B together भन्ने के हो भने A र B मिल्दाखेरि के हुन्छ भने नि A र B together भनेपछि के हुन्छ माथि इन्टु तल प्लस गरे हुन्छ दुईटा मिल्ने भएपछि दुईटा मात्रै कुरा छन् माथि इन्टु गर्ने तल प्लस गर्ने इजी हुन्छ इन्टु भनेको त 6 इन्टु 12 माथि भयो तल प्लस भनेको 12 छ 18 6 त्यहाँ 18 3 को 12 कति दिन आयो 4 दिन आयो 4 इज आन्सर हो 4 दिन आयो गुड यति हेरौँ The salaries A, B and C are in the ratio of 2:3:5 छ ABC को रेशियो देख्छ स्यालेरी को 2:3:5 भन्छ जस्तो increments 15% 10% and 20% are allowed respectively भनेको अब तिनीको स्यालेरीमा क्रमशः 15% 10% 20% ले एउटा बढाइयो भने न्यू रेशियो अफ द स्यालेरीज भन्छ अब के हुन्छ भने यो 15% ले बढेपछि कति हुन्छ यो 115% भ्यालुमा गयो
यो कतिमा गयो 110% भ्यालुमा गयो भने अर्को कतिमा गयो भने 120% मा गयो के हामीले बुझ्नु पर्यो भने बढ्ने कुरा 100 मा प्लस हुन्छ घट्ने 100 मा माइनस त्यसो 115 110 यो 120 छ यो बुझ्नु होला 100 मा प्लस पर्सेन्ट लेख्ने हुन्छ त रेशियो भएको हुनाले आफै काटिनु पर्ने नलेखे मैले यसलाई काट्दै जाउँ कतिले काट्छ भने 5 ले अनि देख्नु भएको छ 5 ल्याउँ त 5 2 जा 10 5 3 जा 15 5 2 जा 10 5 2 जा 10 5 2 जा 10 5 4 जा 20 यसलाई कतिले काट्छ भने त फेरि 2 ले काटेको देख्नु भएको छ नि तपाईहरुले यहाँ 2 1 जा 2 2 11 जा 2 12 जा कति भयो 23 is to 33 is to 60 अब काट्दैन हैन अब काट्दैन अप्सन सी राइट आन्सर हो रेशियो त्यति बेलासम्म काट्ने जब अब नकाट्योस् एउटै नम्बरले काट्ने भन्ने कुरा हुन्छ सबै साइडमा ओके 7 मा हेरौँ है त 7 मा क्वेशनले के भनेको छ भने यो क्वेशनमा एउटा शपकीपर गेन 22.5% on his cost price if in a week his sale was rupees 392 एक हप्ताको सेल चाहिँ 390 हो भने what was his profit भन्छ 22.5% प्रफिट गरेको छ जम्मा एक हप्ताको सेल चाहिँ 392 हो भने शिपिङको नाफा कति भन्छ त्यसो के बुझ्नु हो तपाईहरुले भने यो 392 मा बेचेको छ 22.5% नाफा भएपछि के बुझ्नु पर्यो भने यो 392 भनेको 122.5% भ्यालु हो एक को निकालेको सिधै डिभाइड गरेर इन्टु के गर्नु पर्यो भने प्रफिट भनेपछि त तपाईको कति 22.5% भ्यालु सोधेको इन्टु 22.5 गर्नुस् के हुन्छ तपाई झुकीमा एक स्टेप बढाउनु न के छ र 22.5% प्रफिट भनेको त 122.5% भ्यालु बराबर 392 गर्नुस् हैन 1% निकाल्नु डिभाइड गर्नुस् तपाईले हामी पटक पटक क्लासमा यसरी तपाईलाई सिकाइराको हुनाले थाहा छ भन्ने तरिकाले मैले छिटो गरेको अनि यो कति निकाल्ने सीपी सोधे इन्टु 100 गर्ने बेस 100 हुन्छ पर्सेन्टमा 22.5% प्रफिट गर्ने भनेको छ प्रफिट कति हो भने त यसको भ्यालु निकाल्नु पर्यो नि त त्यसै 22.5 भनेको धेरै हो धेरै भएपछि इन्टु गरेर यिनेर है छिटो गर्नु न यसलाई कति हुन्छ काट्दाखेरि यो डिटेलमा बुझाए माथि हिसाब गर्नु कति आउँछ काटौं त यसो गर्ने पोइन्ट पछि यहाँ 5 पोइन्ट पछि 5 पोइन्ट पछि बराबर डिजिट छ भने त्यो आफैमा हट्छ नभए इन्टु 10 गरेर दुईतिर बस्ने हुन्छ त ढिलो किन गर्ने सिधै पोइन्ट पछि बराबर डिजिट छ भने यसलाई पोइन्ट को आफै रिमुभ गरे हुन्छ रेशियोमा छ काटौं 5 ले 5 2 जा 10 5 4 जा 20 5 4 जा 25 भयो 5 4 जा 20 5 4 जा 25 फेरि 5 ले काट्यो 5 4 जा 20 5 9 जा 45 5 9 जा फेरि 45 हो अब हेरौँ यहाँ 49 50 8 400 भनेपछि 8 कम भनेपछि ठ्याक्कै 49 8 जा 392 हुन्छ 8 9 जा 72 नभए तपाई क्याल्कुलेसन ढिलै भयो भने आफूले गर्नु बुझ्नु है क्याल्कुलेसन तपाईले आफूले बढाउँदै लाने हो काम गर्दै गइसकेपछि तपाईहरुको लेभल आफै बढ्छ त्यसलाई चाहिँ अलिकति निरन्तर लाग्नु पर्ने हुन्छ बेसिक क्याल्कुलेसनहरु मल्टिप्लिकेसन टेबलहरु यिनीलाई राम्रोसँग अभ्यासको रूपमा हेर्नु पर्ने हुन्छ क्वेशनले के भन्छ भने यसमा पहिला after walking 6 km I turned to the right and walked direction दिया छ सुरुमा हैन नदेश यस्तो गर्नु नदेश जतै गए पनि हुन्छ नर्मली सजिलो के हुन्छ नर्मली दिएन भने तपाई नर्थ तिर जानुस् काम गर्न इजी हुन्छ नत्र भने ईस्ट वेस्ट जता गए पनि हिसाब बिग्रिन्छ होइन पहिला मैले नर्थ गए ल 6 किलोमिटर नर्थ गए I turned to the right and then walked 2 किलोमिटर भन्छ राइट टर्न गर्ने यता क्लकवाइज जानु पर्यो कति 2 किलोमिटर जाने आफ्टर देन I turned to the left and walked 10 किलोमिटर लेफ्ट भने के लेफ्ट भनेको एन्टी क्लकवाइज कति 10 किलोमिटर लेफ्ट एन्टी क्लकवाइज हो नि त यता 10 जाने एट द एन्ड I was moving toward the north तर म लास्टमा नर्थ गइरहेको थिएँ भन्छ नर्थै गइरहेछ अहिले माने एकदम सिस्टम रहेछ यदि नर्थ नै गइरहेछ यो त रियलमा गएको त नर्थ हो माथि भएपछि नर्थ हो रियल नर्थ गइरहेछ भने चाहिँ हामी जता गयौं त्यो ठाउँ ठिकै ठाउँमा गइरा रहेछौं क्वेशनले भन्छ फ्रम व्हिच डाइरेक्सन डिड आई स्टार्ट माइ जर्नी भन्छ कहाँ कुन डाइरेक्सनबाट स्टार्ट भएको थियो भन्छ
ऊ नर्थ गएको छ भने त उसको स्टार्टिङ त कहाँबाट थियो साउथबाट नर्थ जाने मान्छेको स्टार्टिङ कहाँ हुन्छ साउथबाट हुन्छ कि हुँदैन जो मान्छे नर्थ गएको चाहिँ स्टार्टिङ कहाँ थियो साउथमा थियो तर लाग्छ फेरि सर अहिले नर्थ ठ्याक्कै मिल्यो तपाईँले इस्ट गरेर हिँडेको भए नि के हुन्थ्यो भने मिलाउनु पर्थ्यो क्या रियल यता यता इस्टतिर कतै गएको भएन हाम्रो एन्सर काम हुँदै जान्थ्यो जस्तो यता इस्ट गएको 6 गएको भए टर्न टु द राइट भने यता आइन्थ्यो 2 किलोमिटर एन्ड टर्न लेफ्ट अनि एन्टी क्लकवाइज सरी एन्टी क्लकवाइज जाने भनेपछि यता हुन्छ यता कति जान्थ्यो 10 जान्थ्यो अनि क्वेसनले भन्थ्यो डिरेक्सन चाहिँ नर्थ हो भन्छ जस्तै त्यति बेला के गर्नु पर्यो भने हामी त इस्ट गइरहेछौँ तर क्वेसनले त के भन्छ नर्थ भन्छ त्यसो हामी के बुझ्नु पर्यो भने हामी त अहिले इस्ट गइरहेछौँ त्यसो हामी यति बेला हामी आफै बुझ्नु पर्थ्यो के रियल इस्टलाई नर्थ भनिन्छ भने म पहिला रियलमा कहाँ थिएँ भन्दाखेरि रियल इस्टलाई नर्थ भनिन्छ भने पहिला त म त खास गरी त वेस्टमा थिएँ रियल वेस्टलाई के भनिन्छ भनेर हामी आफै निकाल्ने क्या यो अलिकति कोडिङ मिलाएर रियल इस्टलाई त कसैले नर्थ भनेपछि यस्तै तपाईँ यहाँ मैले सिकाएको थिएँ नि क्लासमा हामी गरेका थियौँ नि नर्थ साउथ इस्ट वेस्ट हुन्छ नि हेर्नु त जस्तो रियल इस्टलाई नर्थ भन्नको लागि के बुझ्नुभयो भने रियल डिरेक्सनबाट एन्टी क्लकवाइज 90 घुम्यो एन्टी क्लकवाइज 90 घुम्यो भने हामी के गर्ने रियल हामी त वेस्टमा छौँ रियल वेस्टलाई एन्टी क्लकवाइज 90 घुम्दा कहाँ पुगिन्छ यता पुगिन्छ एन्टी क्लकवाइज 90 ले कता ल्याउँछ भने एन्टी क्लकवाइज 90 ले वेस्टबाट साउथमा ल्याउँछ यसरी तपाईँको साउथ आयो भन्ने अहिले समयको जता गएको थियौँ त्यतै नै कुरा मिलेर सिधै हामीले नर्थ हामी गइरहेछौँ रियलमै नर्थ हो भनेको हुनाले ओरिजिनल्ली हामी कहाँ थियौँ साउथमा भन्ने चाहिँ बुझ्नुपर्छ ल ठिक छ थ्याङ्क यू मिलाउनु भएको धेरैले यो तपाईँले आफै मिलाइहाल्नु भयो हो सिक्वेन्स होइन पहिला कुन आउँछ अर्डरमा राख्नु त हो नि इन्कम स्टार्ट एजुकेसन वेलबिङ छ जब छ पहिला शिक्षा चाहिने एजुकेसन 3 भएको चाहियो होइन शिक्षा एजुकेसन भनेपछि 2टा गइहाल्यो पहिला इन्कम भने एजुकेसन चाहियो शिक्षा भएको 2टा छ इन्कम भएपछि 3 पछि तपाईँको 1 छ एमा 1 भनेको शिक्षा हुने बित्तिकै इन्कम आउँछ र यहाँ जब भन्ने छ नि जब चाहियो नि पहिला पढ्नु पर्यो जागिर खानु पर्यो बल्ल इन्कम हुन्छ त्यसो भए जागिर भनेको जब 5 चाहियो 3 पछि 5 चाहियो भनेपछि अप्सन मिलि नै हाल्यो जागिर खाइसकेपछि तपाईँ इन्कम हुन्छ स्टाटस बन्छ वेलबिङ अप्सन के छ डी राइट एन्सर गुड यसलाई अप्सनबाट पनि डिरेक्सन फिक्स हुन्छ छिटो पनि हुन्छ है त्यही एन्सर गर्नुहोस् 10 मा क्वेसनले के भनेको छ भने अब अ ह्युज ट्रक ओभरटर्न अन द मिडल अफ द रोड लास्ट नाइट द पुलिस ह्याड यसमा क्वेसन भन्छ द पुलिस ह्याड कोअर्डिनेट अफ इन्टायर एरिया इन द लोकालिटी इन द मर्निङ फर हाफ अफ द डे भने के भने क्वेसनले भने नि यसमा कोअर्डिनेट भनेको त्यो रोक्ने के कोअर्डिनेट अफ लेख भनेको त्यो ब्लक गर्ने हुन्छ नि राति एकदम त्यो हेभी ट्रक चाहिँ रोड राति चाहिँ मिडल बाटोमा चाहिँ ठ्याक्कै पल्ट्यो त्यसपछि के भयो पुलिसले चाहिँ के गर्यो भने त्यहाँको लोकल एरियाहरूलाई चाहिँ दिउँसो हाफ समयसम्म चाहिँ पुरै बन्द गरेर राख्यो अरे यो स्टेटमेन्ट छ यो अनुसार तपाईँले एन्सर दिनु पर्यो अप्सन एबिसिडीबाट है यति कुरा बुझ्नु होला जस्तो हामीले यहाँ ध्यान दिउँ स्टेटमेन्ट 1 ले के भन्छ भने स्टेटमेन्ट आई द कज एन्ड स्टेटमेन्ट सेकेन्ड इज द इफेक्ट हो किनभने यही ठिक छ अब स्टेटमेन्ट 1 इज द कज भन्छ यो कारणले यो असर पर्यो हो नि त जस्तो तपाईँको एकदमै हेभी लोड भएको ट्रक चाहिँ बिचमा पल्टेको कारणले गर्दा के भयो त त्यहाँ त्यो लोकल एरियालाई चाहिँ हाफ अफ द डेसम्म नै बिहानमा बन्द गर्नुपर्ने भयो यति कुरा बुझ्नु कोअर्डिनेट भनेको त्यही हो कोअर्डिनेट अफ भनेको त्यसलाई बन्द गर्ने ब्लक गरेर राख्ने हुन्छ नि पुलिसले त्यहाँको एरियालाई जाम त्यो कन्ट्रोल गरेर त्यसलाई बिचमा एकछिन ब्लक गरेको एरियालाई तर इफेक्ट त यो सेकेन्ड हो नि त फर्स्टले गर्दा सेकेन्डको इफेक्ट भएको यसको हामीले आन्सर के भन्छौँ ए भन्छौँ है त्यसलाई ए राइट एन्सर भयो ठिक छ यति कुरा बुझ्ने यहाँ हेरौँ है जस्तो कुरा यस्तो छ 11 मा के छ भने विच अफ द फलोइङ डायग्राम इन्डिकेट बेस्ट रिलेसन बिट्विन प्रॉफिट यसमा डिभिडेन्ड एन्ड बोनस यसको अर्थ के हो भने तपाईँले थाहा पाउनु भएको छ गुड कुनै पनि कम्पनी प्रॉफिट भन्नलाई पहिला प्रॉफिट हुनु पर्यो प्रॉफिटबाट यो
डिभिडेन्ड भनेको एक किसिमको बोनस है, लाभांश हो। तर कुरा के हो भने तपाईँ नझुक्किनु यसमा। मान्छेले यो हतारमा यसमा पहिला कम्पनी नाफामा हुनु पर्यो, प्रॉफिट नभए त कुनै कुरै भएन। प्रॉफिट भित्र चाहिँ बोनस र डिभिडेन्ड दुईटा फरक कुरा हो। किनभने तपाईले कम्पनीबाट नाफा हुनु पर्यो, नाफा भएपछि बोनस र डिभिडेन्ड किन फरक हो भन्दाखेरि बोनस भनेको कर्मचारीले पाउने कुरा हो, त्यहाँ डिभिडेन्ड भनेको शेयर होल्डरले पाउने कुरा हो। बुझ्नुभयो नि? जस्तै यो कम्पनी मेरै हो भने कर्मचारी 50 जना हुनुहुन्छ भने कर्मचारीलाई बोनस दिने, बाँकी रहेको त मेरो आफ्नो भइहाल्यो नि हो। त्यसकारण चाहिँ के हो भने यो डिभिडेन्ड भनेको यसमा शेयर होल्डरले प्रॉफिटबाट पाउने रकम हो भने बोनस भनेको कर्मचारीले पाउने। सर केही कर्मचारी शेयर होल्डर हुन्छन्, होइन, त्यो शेयर होल्डरमै पर्छ। त्यही भएर हामीले झुक्केर यो अप्सन डी लगाउन सकिन्छ, होइन? अप्सन आन्सर बी राइट आन्सर हो। त्यो बेलामा हेरौँ है त, मुभिज वन विल रिप्लेस द क्वेसन मार्क भन्छ। यहाँ क्वेसन मार्कमा के हुन्छ भन्छ, यति बेला हेर्नु पर्यो। यसलाई जोडेको छ 5 4 9 7 16, 16 को हाफ कति भयो? 8 भयो। 9 6 15 5 20 भयो नि। 20 को आधा कति? 10 भयो। 7 3 10 2 12 भयो। 12 को हाफ 6 भयो। जान्नु होला। ओके, 13 हेरौँ। टाइगर इज टु फरेस्ट भनेको, टाइगर भनेको फरेस्टमा बस्ने कुरा भयो भने यो ओटर भनेको वाटर एनिमल हो, पानीमा बस्ने एउटा जनावर हो है। यो सम्झिनु तपाईँले, हेर्दा नेटमा थाहा चित्र आइहाल्छ। टाइगर फरेस्टमा हुने कुरा भयो भने ओटर भनेको यो वाटर पानीमा हुने जनावर हो। यो ठ्याक्क कुरा बुझ्ने कुरा छ, किन यस्तो कन्सेप्ट लिने कुरा हो। यसमा यस मिनिङ जान्ने कुरा छ। यहाँ के रहेछ अवस्था भने नि, यसमा 2 छ होइन, 2 भयो 5 भयो 13 भयो 28 भयो। देन वाट छ। अब यो डिजाइनबाट तपाईँले हेर्दै के देख्नु भएको छ भने 2 बाट 2 भनेको त 0 को ग्याप छ, 0 ग्याप छ। यहाँ 3 को ग्याप भयो, फेरि यहाँ 8 को ग्याप भयो, यहाँ कति भयो? 13 15 ग्याप भयो। अब हामीले डबल ग्यापमा नि फेरि आउँछ, 3 5 7 भएको रहेछ, 9 ले बढ्छ, हुन्छ। नभए यो भनेको तपाईँको 1 को स्क्वायर माइनस 1 पनि भयो होइन, ग्याप। यो 2 को स्क्वायर माइनस 1 को ग्याप भयो। यो कति भयो भन्दा 3 को स्क्वायर माइनस 1 को ग्याप भयो। यो 4 को स्क्वायर माइनस 1 को ग्याप भने तपाईँले के बुझ्नु पर्यो भने यहाँ चाहिँ 5 को स्क्वायर माइनस 1 ले बढ्ने भनेको 24 ले बढ्नु पर्यो। 24 मा डबल सिरिज ग्याप गर्ने हुन्छ। यहाँ 3 को, यहाँ 5 को, यहाँ 7 को, यहाँ 9 को आउँछ, 15 9 24 हुन्छ। त्यो नि ठिक छ, अब त्यो गर्न पाउनुहुन्छ, राम्रो। अब 28 + 24 कति हुन्छ? 52। 40 8 4 12 50 52। अप्सन डी राइट आन्सर हो। ठिक छ। 15 मा हेरौँ है के भन्छ क्वेसनले। If we are going early in the morning towards the south, the sun will be visible at our left. हो, यो सधैँ यस्तो हो। एउटा कुरा बुझ्नु के, तपाईहरुले यहाँ के ध्यान दिनु भने मर्निङ भन्ने बित्तिकै खास गरी सन ईस्टमा हुन्छ, हेर्नुहोस्, स्याडो वेस्टमा हुन्छ, कुरा तपाईले बुझ्नु होला। अनि क्वेसनले के भन्छ भने तपाई कता साउथतिर गइरहनु भएको छ अरे। साउथ जाने भनेको के हुन्छ भने मर्निङ सन इज स्याडो वेस्ट हो। साउथ जाने भनेपछि के हुन्छ भने तपाईको ध्यान दिनु पर्यो, यसरी यो नर्थ यो साउथ हो। साउथ जाने भनेपछि तपाई यसरी जानुपर्ने हो के, यसरी जानुपर्ने हो। क्वेसनले यहाँ भनेको छ, तपाईहरु क्वेसन हेर्नु न, वी आर गोइङ अर्ली इन द मर्निङ, बिहानको समय भनेपछि सन कता इस्टमा स्याडो वेस्टमा हुन्छ। यो इस्ट हो, वेस्ट हो नि, वेस्ट हो। अब क्वेसनले भन्छ तपाईले वी आर गोइङ अर्ली इन द मर्निङ टुवर्ड द साउथ, तपाई साउथतिर गइरहनु भएको छ, यता यता, यसको मिनिङ यता यता टर्न गर्नु भएको छ भन्ने अर्थ बुझियो। यता टर्न गरेको मान्छेको यसरी यसो के, यसरी टर्न गरिरहेछ नि, यो राइट यो लेफ्ट हुन्छ, हेर्नुहोस्। यसरी टर्न गरेको छ नि, यो के हुन्छ, यो लेफ्ट यो राइट हुन्छ, ठ्याक्कै उल्टो हुन्छ नि त। अब हाम्रो लेफ्टतिर स्याडो पर्छ भन्छ, तपाई यसरी साउथ गएको बेलामा कता स्याडो पर्ला भन्नुहोस् त। यता साउथ गइरहेको बेलामा स्याडो कता पर्ला? हो, हाम्रो लेफ्टमा स्याडो पर्छ, राइटमा स्याडो पर्छ। म यता गइरहेको छु भने मलाई हेरौँ न, म्याप यही हो भने यो मर्निङ भनेपछि के सन इज स्याडो वेस्ट हुन्छ, यतातिर पर्छ, यता स्याडो। म यता साउथ गइरहेको छु भनेपछि मेरो यता गइरहेको छु, मेरो स्याडो कता परिरहेछ? यो मेरो राइट भयो, यो मेरो लेफ्ट भयो के।
स्याडो कता परिरहेछ भने त यो मेरो लेफ्ट साइडतिर भयो भनेपछि हाम्रो यहाँ यो त स्याडो त यता छ रियलमा स्याडो त हाम्रो कता छ यहाँ राइटतिर छ नि त यता स्याडो छ तर क्वेसनले कता पर्छ भन्छ हो एट लेफ्ट यसमा यो देखिएको स्याडो कता छ भने सन विल बी भिजिबल एट आवर लेफ्ट सन चाहिँ रहेछ स्याडो हुन्छ यहाँ सन रहेछ सन त यता हो नि फेरि सन यता हो ठिक छ सन विल बी सन कता छ भने सन चाहिँ लेफ्टमै छ यसरी बसेँ म हेर्नु त म यसरी बसेँ यो राइटतिर भयो यो लेफ्टतिर भयो ठ्याक्कै कुरा मिल्यो यसरी हेरेको मान्छेको यो लेफ्ट हो यो राइट हो सन चाहिँ लेफ्टमै रहेछ स्याडो चाहिँ राइटमा क्वेसनले के भन्छ भने सन विल भिजिबल एट आवर लेफ्ट सन चाहिँ सधैँ लेफ्टमै हुन्छ अलवेज बुझ्नुभयो नि म यता हेरेको छु भने मेरो रियलमा यता हेरेपछि राइट यो लेफ्ट हुन्छ हेर्नुहोस् ठ्याक्कै यहाँ मैले भनेकै छु म्याप यता हेरेपछि उल्टो हुन्छ माथि हेरेको यसमा यो राइट यो लेफ्ट तल हेरेपछि त के हुन्छ यो लेफ्ट यो राइट स्याडो सोध्यो भने सधैँ राइटमा हुन्छ सन चाहिँ कता सधैँ लेफ्टमै हुन्छ सन विल बी एट लेफ्ट ठिक छ यो सधैँ हुन्छ थ्याङ्क यू यो 16मा हेरौँ है श्याम वक 5 किलोमिटर टुवार्ड्स इस्ट भन्छ श्याम चाहिँ इस्टतिर 5 गयो भन्छ इस्ट आन्सर 5 एन्ड देन टर्न लेफ्ट एन्ड वक 6 किलोमिटर लेफ्ट टर्न यहाँको राइट तर लेफ्ट माथि हो लेफ्ट गरेर 6 जाने अगेन इट टर्न राइट एन्ड वक 9 किलोमिटर फेरि राइट टर्न गर्ने राइट भनेको दायाँ 9 जाने फाइनली टर्न टु इज राइट एन्ड वक 6 किलोमिटर राइट भनेको तपाईँ क्लकवाइज तल आउनु पऱ्यो होइन यहाँको राइट तल राइट भन्दा क्लकवाइज 6 आउने भनेपछि मिल्यो कुरा यहाँ फाइनली टर्न टुवार्ड्स 6 भनेपछि यो ब्यालेन्स गरेको छ 6 यहाँ आइसकेपछि के हुन्छ भने यो होरिजेन्टल डिस्टेन्स के हुन्छ यो 9 भनेपछि 9 नै हुन्छ क्वेसनले भन्छ हाउ फार इज ही फ्रम द स्टार्टिङ पोइन्ट स्टार्टिङ यहाँ हो यहाँ छ 9 5 कति हो 14 किलोमिटर 14 किलोमिटर अप्सन सी राइट आन्सर हो अप्सन सी राइट आन्सर यसमा हाम्रो कन्फ्युजन रहेन गुड हो यतिसम्म स्केच गर्दै हुनुहुन्छ तपाईँ सक्नुहुन्छ छिटो गर्नु पऱ्यो फेरि 2-4 मिनट लगाउने होइन तपाईँको टाइम भित्रै गर्नु पऱ्यो हो 30-40-50 सेकेन्डमा 54 सेकेन्ड तपाईँको टाइम हुन्छ एभरेजमा हेर्दा अब क्वेसन के छ भने एन इन्स्टिट्युट अर्गनाइज अ फेटे एन्ड 1/5 अफ गर्ल्स एन्ड 1/8 बोइज पार्टिसिपेट in the same what fraction of the total number student took part in the fete क्वेसनले के भन्छ भने जस्तो यहाँनिर ए भनेको यही फेटे भयो है यसैमा एउटा अर्गनाइज्ड भएको छ एउटा प्रोग्राम जसमा 1/5 चाहिँ गर्ल्स छ 1/8 बोइज छ क्वेसनले भन्छ वाट फ्याक्सन अफ द टोटल नम्बर स्टुडेन्ट टोटलको कति फ्याक्सन प्रेजेन्ट भयो भन्छ तर एउटा कुरा के छ भने नि 1/5 गर्ल्स भन्नुले त कतिको 1/5 भने थाहै भएन नि गर्ल्सको 1/5 भनेको छ बोइजको 1/8 भनेको छ त कतिमा हो टोटल गर्ल्स यति भयो पो यतिको यति हुन्छ भन्न पाइन्छ र त्यस कारणले यो क्वेसनको आन्सर के हुन्छ डाटा इनएडिक्वेट हुन्छ ठिक छ किनभने टोटल नै थाहा छैन यहाँ त होल टोटलमा चाहिँ यति बोइज यति गर्ल्स त यसरी दिएको भए हुन्थ्यो गर्ल्सको 1/5 भन्नुले त गर्ल्स कति भने थाहा पाउनु पर्यो नि त नि बोइजको 1/8 भन्दा त कति बोइज भने थाहा पाउनु पर्यो त्यसकारण यसमा के छ डाटा इनएडिक्वेट डाटा इनसफिसियन्ट डाटा इन्कम्प्लिट यिनीहरू इन्फर्मेसन मिसिङ भएका केही छुट्या छन् है भन्ने सेन्समा हो त्यसका कहिलेकाहीँ लजिकल प्रश्नहरू यस्तो पनि हुन्छ ठिक छ 18 मा हेरौँ के छ अवस्था नमिल्ने कुन भन्छ नमिल्ने देख्नुमा यो तीनटा एउटा बिचमा बक्स छ बन्द बक्स छ है रेगुलर तीनटा यहाँ सर्कल देखियो बन्द बक्समा रेगुलर तीनटा सर्कल देखियो यो बन्द बक्समा त खाली छ रेगुलर तीनटा सर्कल त यहाँ चाहिँ बन्द छैन क्लोज छैन यो चाहिँ ओपन छ यो एउटा बन्द बक्समा रेगुलर तीनटा छ बन्द बक्समा रेगुलर तीनटा सर्कल छ यहाँ चाहिँ यो बन्द भएको भाग चाहिँमा तीनटा छैन दुईटा साइडमा बन्द खाली भयो यसकारण पनि हामीले के बुझ्नु पर्यो यो फिगर यहाँ छुट्टै छ यहाँ त यस्तो थियो होला नि त 1 2 3 4 5 थियो यो फिगर नम्बर हो फिगर नम्बर 1 2 3 4 5 हो त्यसो भए 3 नम्बर फिगर भन्ने कहाँ छ तर 3 भने पनि यहाँ हेर्नु हो 3 नम्बर फिगर त अप्सन डी मा छ यो
अप्सन डी हो। एक्जाम क्वेसनमा यो नम्बरिङ थियो, यहाँ टाइपिङमा छुट्याएर छ हो। अप्सन डी आन्सर हो। 3 नम्बर फिगर चाहिँ 3 हो नि फेरि यो विचार गर्नुस्। यसमा 19 मा क्वेसनले भन्छ हेर्नु, select a figure from the amongst answer figure which will continue the same series as established by the 5 problem figure। यो प्रब्लम फिगर जुन छ त्यसपछि अब कुन आउँछ यही सिक्वेन्समा भनेर क्वेसनले भने हो। हेरौँ त यसो गरौँ, तपाईँ यसलाई यसो गर्नुहोस् त, यसलाई यसलाई 2 सम्झिनु कि। अब यो लाइनलाई 1 सम्झिनु, यसलाई 2 सम्झिनु, सही हुन्छ काम गर्न। यो 2 यो त्यसै भए 4 यसरी सम्झिनु के। त्यसैलाई कसरी गरौँ भने नि, यदि तपाईँले सम्झिनु मान्छेले यहाँ गराउँदा कति छ 1 2 3 4 5 6 7 8 9 10, यहाँ अब 10, यता कति, यता पनि त्यही छ 10 हुन्छ। अब हेर्नुहोस् है, यहाँ 10 छ, यता कति छ 2 4 6 8 9, कुरा बुझ्नु भयो नि। यता 2 4 6 8 भयो, यता राइट साइड फेरि 10 भयो, फेरि लेफ्ट साइड फेरि 10 भयो, उता 2 4 6 7 भयो, यता 2 4 6 भयो, राइट साइड 10 भयो। लजिक के बुझ्नु भयो तपाईँ? यहाँ सिक्वेन्स सही रहेछ। यो लेफ्ट राइट गरेर हेर्नु न, यो 10 सुरुमा सेम छ, त्यसपछि राइटतिर 10, लेफ्ट यसमा लेफ्टतिर 10 राइटतिर 10 भयो, फेरि लेफ्टतिर 10 राइटतिर 10। अब के हुन्छ 10 लेफ्टतिर हुनु पर्यो। 2 4 6 8 10 यतातिर आयो, उता त के भएको छ राइटतिर। अब फेरि यता यहाँ 10 बाट 9 भयो, 8 भयो, 7 भयो, 6 भयो। अब यता भएको 6 भयो, उता गएर 1 घटेर 5 हुनु पर्यो। 5 भएको भने तपाईँ एउटा 2 4, यहाँ 2 नम्बर भनेको अप्सन बी मै छ। यति कुरा बुझ्नुहोस् है। एकतिर 10 फिक्स छ, पाले पाले के दायाँ बायाँ गर्दैछ 10 10 10, अर्कोतिर चाहिँ सिक्वेन्सियल 10 बाट 9 8 7 6 अनि 5 आयो। राइट लेफ्ट चाहिँ अल्टरनेट सिस्टममा छ। अप्सन 2 बी नै हो, ठिक छ। 20 मा हेरौँ है त, यो म्याट्रिक्समा सुइटेबल फिगर भन्छ हो। मेरो भाइ सी भन्नुभएको छ, गुड, भेरी गुड। हेर्नु त, यो ट्रायङ्गल चाहिँ यो लाइन चाहिँ तल 2टा भएर आयो, ट्रायङ्गल चाहिँ यसमा क्लकवाइज एन्टी क्लक दुवैतिर यहाँ सिफ्ट भएको छ डायगनली। त्यसो भए सर्कल यता नि गयो, सर्कल माथि पनि गयो, यो ठ्याक्कै राइट साइडमा गयो भन्नुले 3 नम्बरलाई कन्फर्म गर्छ जुन सीमा छ हो। हुन्छ ल, यदि दिमाग लगाऊ है। 21 मा के भन्छ भने हो, यो तपाईँले यसो सामान्य ब्लड रिलेसनको मैले यहाँ यसरी एउटा क्वेसन राखिदिएको छु। यसले के भन्छ भने B5 D means B is the father of D। यसको मिनिङ त 5 को मतलब रहेछ। यहाँ त यो 5 को अर्थ चाहिँ यहाँ फादरमा जोडिरहेछ। B9 D means B is the sister of D। यसको मिनिङ 9 ले त D लाई जनाइरहेछ, के अरे यो सिस्टर जनाइरहेछ। B plus B4 D means B is the brother of D भनेको 4 ले त यहाँ ब्रदर जनायो, यसरी काम भइरहेछ। 3 ले यसरी वाइफ जनायो। भन्छ क्वेसनले which of the following means F is the mother of K। तल दिएको मध्ये F चाहिँ K को मदर कुनले जनाउँछ भन्छ। यसलाई हामीले अप्सनबाट चेक गर्नुपर्छ, किनभने F चाहिँ त K को मदर त विभिन्न वेबाट गराउन सकिन्छ। त्यहाँ त्यतिबेला अप्सन एउटा क्लियर डिरेक्सनमा दिएको हुन्छ। F is the mother of K। F चाहिँ K को आमा हुनु पर्यो भनेपछि हाम्रो के हुनु परिरहेछ भने F चाहिँ मदर हुनु परिरहेछ। F चाहिँ मदर हुनु पर्यो। मदर अफ के केटी मान्छे फिमेल चाहियो नि, मदर हुने मान्छे चाहिँ फिमेल हुन्छ, कुरा बुझ्नु पर्यो। तर के हुनु पर्यो मदर मान्छे, के त छोरा या छोरी हुनु पर्यो, सन वा डटर हुनु पर्यो। त्यो सबै त हेरौँ, अप्सनबाट हेर्ने इजी आइडिया छ। त्यसो हामी अप्सन एमा मैले के एमा हेर्छु, एमा के छ भने F छ नि, 3 छ, M छ, 5 छ, के छ। जहिले ब्याकबाट आउने किन क्लियर डिरेक्सन खुल्छ। जस्तो B5 D means B the father of D भन्छ नि, B is the के B is the father of D। D को फादर चाहिँ के B हो भनेपछि ट्याक्क सिस्टम लगाउने लास्टबाट चाहिँ यो अटोमेटिक सिक्वेन्स आउने हुनाले अप्सन चाहिँ लास्टबाटै गर्नु। जस्तो यहाँ 3 को मिनिङ के हो, 3 भनेको वाइफ हो, 3 को मिनिङ वाइफ हो। यो त इफ हो नि त, यो त इफै हो, यो त इफ हो, किनभने यो B, C, B र D त चेन्ज हुन सक्छ।
5 भनेको के हो फादर हो ल भन्नुस् अब तपाईले मलाई भन्नुस् है लास्टको मान्छे के तपाई हो जहिले अन्तिमबाट हेर्ने त्यो मान्छे तपाई सम्झिने है तपाई के हो अहिले तपाईको फादर यम हो मेरो बुवाको वाइफ भनेको यफ रहेछ मेरो बुवाको वाइफ तपाईको बुवाको वाइफ भनेको श्रीमती तपाईको आमा हो कि हैन तपाईमा जोडी हाल्ने मेरो बुवाको श्रीमती भनेको तपाईको आमामा गयो तपाईको आमा भनेपछि के भयो भन्दाखेरि यफ चाहिँ तपाईको आमा पर्यो मदर सरी मदर अफ के भन्नु पर्यो मेरो बुवाको श्रीमती भनेको मेरो आमा हैन मेरो आमा भनेपछि त म के हो मेरो आमा त यफ भयो भनेपछि यफ इज द के भयो मदर अफ के भयो यफ इज द मदर अफ के अप्सन ए राइट आन्सर अप्सन एले मिल्यो भनेपछि बितिर जानु पर्ने हुन्छ एकचोटि झुक्किनु भने एकचोटि फेरि हेर्नुस् न है तपाईहरुले हो इन अ सर्टेन कोड ल्याङ्ग्वेज सिस्टम गैंडा कोड इज कोडेड भन्छ GIDAKOT हो यस्तोमा कुनै पनि कन्डिसन छैन भने के बुझ्नु थाहा छ कुनै पनि कन्डिसन छैन भने यसको के भ्यालु लेखेको हुन सक्छ आफ्नै सर के चाहिँ कमन र नन कमनको कन्डिसन मिलाउने जस्तो के बुझ्ने भने यति बेला हामीले बुझ्ने भने के हो भने यहाँ रिपिट भएको हेरौँ है त यहाँ GA रिपिट छ हेर्नुस् है यहाँ ए रिपिट छ डी छैन आई रिपिट छैन डी छैन ए त आइसक्यो के छैन ओ छैन टी छैन त्यसो के बुझ्नु पर्यो भने यो ए र ए को ठाउँमा रिपिटेड नम्बर हुनु पर्यो अरु ठाउँमा चाहिँ नयाँ नम्बर हुनु पर्यो त्यस्तो खालको अप्सन खोज्ने अरु कुनै कन्डिसन छैन भने त्यसो भए ए र आई को ठाउँमा ए र ए त रिपिट हो भने सेकेन्ड र फिफ्थमा सेम भनेको यहाँ सेम छ एउटा यहाँ हेरौँ है सेकेन्ड र फिफ्थ यो सेम छैन त्यही क्यान्सल भयो यो पनि सेम छ यो नि सेम छ तर दिमाग लगाउनुस् अहिले के कुरा ध्यान दिनु भयो नि अरु सबै के छ नयाँ छ भने अरु चाहिँ रिपिट हुनु भएन अब यो त यो त क्यान्सल भयो यो सेकेन्ड अनि थर्ड फोर्थ फिफ्थ अरु यहाँ दुई छ नि हो यो दुई पनि रिपिट भयो दुई रिपिटको मिनिङ फर्स्ट र सेकेन्ड लास्टको सेम त छैन किनभने यो दुई र दुई एउटै आउनु हुँदैन नि त रिपिट हुनेको ठाउँमा रिपिट भयो किन आउनु पर्यो नयाँको नयाँ आउनु पर्यो यसकारण ए र्याङ्क भयो सीमा हेरौँ त सीमा हो यो 5 यो 5 भनेको थर्ड र सेकेन्ड लास्ट भनेको यहाँ आई र ओ छ त्यसै फरक लेटरको कोड सेम हुनाले यो रङ बन्यो त्यसो के छ यो 1 र 1 बाहेक सबै नम्बर रिपिट नभएको नयाँ छ 1 3 6 2 5 9 यसको अप्सन डी भयो के बुझ्ने लजिक भने रिपिटेडको रिपिटेड नै कोड हुने भयो नन रिपिटको नन रिपिट नै हुने भयो भने तपाईले क्लियरली बुझ्ने यदि तपाईले जान्नु पर्ने हुन्छ राइट अप्सन डी आन्सर भयो 23 मा हेरौँ नमिल्ने गुण भन्छ नमिल्ने हामी निकाल्छौं अड एन्ड आउट यहाँ के छ भने नि यो 3 + 4 जोडा 7 हुन्छ हैन 7 को स्क्वायर 49 - 1 गर्दा 48 भयो 3 + 2 कति 5 हुन्छ 5 को स्क्वायर 25 - 1 24 भयो यहाँ 6 + 2 कति 8 को स्क्वायर 64 - 1 63 हुनु पर्ने 58 भएपछि मिलेन 5 4 कति 9 को स्क्वायर 81 - 1 80 हुनु पर्ने यो ठीक छ नमिल्ने कुन भयो यो भयो अगाडिका दुईटा डिजिटलाई जोडेर त्यो नम्बरमा भएका डिजिटलाई जोडेर स्क्वायर गरेर 1 घटाछ हो त्यो रुल्स बनेको छ राइट one घटा के 1 is subtracted from the sum of the square of the digits contained in that number on left side लेफ्टमा भएको नम्बरलाई जोडेर स्क्वायर गरेर 1 घटाएको छ यहाँ के छ कम्प्लिट गिभन सिरिज भनेको छ कम्प्लिट गर्नु पर्यो यहाँबाट हामीले 1 बाट 4 भनेको इन्टु 4 नै भयो 4 × 4 16 भयो 16 चौको 64 पालो के 64 × 4 भनेको 6 चौको 24 240 4 चौको 16 256 भयो 256 मा के हुने भयो भने यहाँ ए भनेको 1 बी 2 डी 4 या 8 भनेपछि के डबल भयो नि त 1 को डबल 2 2 × 2 4 × 8 × 16 16 भनेको के लेटरको पी हो नि 256 पी राइट नम्बर इन्टु 4 गर्दै गएको छ लेटर चाहिँ डबल गर्दै गएको छ हो अप्सन डी राइट आन्सर यहाँ हेरौँ त के छ यसमा तपाईले के देख्नु भएको छ
फर्स्टको थर्डमा 8 into 3 यहाँ फेरि 3 into 2 5 into 3 भयो 2 into 2 भयो यहाँ के पालो 9 into 3 9 त्यहाँ कति 27 11 7 दुना 14 भनेपछि into 3 को पालो फर्स्ट बाट थर्डमा हरेकमा into 3 गरिरहेछ सेकेन्ड बाट फोर्थमा कोलनमा के छ into 2 गरिरहेछ यसमा हेरौँ के छ 6 bell commence tolling together सँगै बजे त्यसपछि and toll at interval 2 4 8 6 8 10 12 second respectively in 30 minutes how many times do they toll together सँगै बज्ने भनेको त एलसीएम निकाल्ने हो नि त नि लोएस्ट कमन मल्टिपल तिनीहरुको सबभन्दा पहिलो पटक भेट हुने त्यसो भए हामी के गर्नु पर्यो भने हैन र तपाईले सुन्नुस् यहाँ 2 4 6 8 10 12 यसको एलसीएम लिनु पर्यो यत्रोको धेरै एकैचोटी लिँदा गाह्रो हुन्छ भने के गर्नु भने केही नम्बर काट्दै जानुस् यहाँ सबै लिन नमिल्ने हैन मिल्छ हैन ढिलो हुन्छ त्यसकारण सानो नम्बर 2 हो नि यहाँ 2 को टेबल 4 भित्रै आएको हुनाले 2 काट दिनुस् 4 मा 2 को कभर भइहाल्यो त्यसपछि सानो 4 नि 4 1 4 4 2 8 8 भित्र 4 को कभर भइहाल्यो त्यसकारण 4 पनि काट दिनुस् 8 ले 2 र 4 आफै पर्यो त्यसपछि सानो नम्बर 6 भने 6 1 6 2 12 6 12 6 ले 12 मा कभर भइहाल्यो सानो नम्बरको टेबलको मल्टिपल त्यही भएको ठुलोमा पर्छ भने त्यसलाई सानोलाई हामी हटाई स्किप गर्ने डिस्कार्ड गरेर बाँकीमै लिँदाखेरि कभरेज भइहाल्छ त्यसो भए हामी के गर्छौं यो तीनटा नम्बर अफ मल्टिपल नम्बर चाहिँ यसको चाहिँ लिउ एलसीएम पुरैको लेन कुरा उही हो छिटो गर्न खोजेँ तपाईहरुलाई सबैलाई जान नम्बर ल 2 ले गरौँ 2 4 जा 2 5 जा 2 6 जा अब कुनै दुईटालाई जानेछ तीनटाले नगएपछि 2 ले 2 2 जा 5 लाई गएन 2 3 जा एलसीएम त मल्टिपल हो 5 त्यहाँ 15 30 60 120 120 त सेकेन्डमा छ यो भनेको 2 मिनेट हो हरेक 2 मिनेटमा सँगै बज्छ भने क्वेशन छ 30 मिनेटमा कति पटक भन्छ त नजुकिनु यहाँ आएर नि दिमाग बिग्रिन सक्छ 30/2 गरेर 15 भन्नुहुन्छ तर प्लस 1 जोड्नु पर्छ किन थाहा छ यो किन जोडेको होला मैले 15 1 16 भयो किन 1 प्लस रे भन्नुस् त हो 6 bells commence tolling together सुरुमा सँगै बजे and toll at intervals सुरुमा सँगै बजे भनेपछि एउटा त सुरुमै छ नि त नि तपाईले कुनै दबाई खाँदाखेरि सुरुको लागि दबाई मेडिसिनको टाइमै हुँदैन नि त्यसपछि हरेक 5 मिनेटमा खानु भने 5 वटा ट्याब्लेट खानु भने तपाईले खाना चाहिँ त पहिलो पटक नै खानुभयो तर बीचमा चाहिँ टाइम चाहिँ त्यो 5 मिनेट ग्याप चाहिँ 4 पटक मात्रै परेको हुन्छ यसमा चाहिँ सुरुको पटक चाहिँ एउटा सँगै बजेको छ त्यस बाँकीहरु 15 पटक 30 मिनेटमा 15 पटक सुरुको एक पटक गर्दा 16 पटक त नझुकिनुस् यहाँ मान्छेले एक जोड्न झुकिनुहुन्छ कहिले के भन्छ सुरुमा बजेको कुरा गरेन भने चाहिँ 15 मात्रै हुन्छ कहिले के भन्छ सुरुमा बजे तर क्वेशनले के भन्छ हाउ मेनी टाइम्स डु दे टोल टुगेदर इन 30 मिनेट एक्सक्लुडिङ वन एट द स्टार्ट भन्छ सुरुको एउटा चाहिँ हटाइदेऊ है भन्छ त्यतिबेला चाहिँ 1 जुन फेरि हटाइदिएर 14 15 मा 14 गर्ने भनेको होइन त्यो सुरुमा बजेकोलाई नलियो भनेको बेला चाहिँ त्यो एक जोड्नु पर्दैन हेर्दा सिम्पल भए पनि यहाँ धेरै बिग्रिने ठाउँ देखियो नि तर हामीले चाहिँ यस्ता कुरालाई अलिकति विचार गरेर काम गर्नु A batsman scored 110 run which includes 3 bound and 8 sixes भन्छ what percent of his total run score did he make by running between the wicket भनेको जम्मा 110 रन हानेको मध्ये तीनटा बाउन्ड्रीको चौका हो के बाउन्ड्रीको चौका गुडेर जान्छ नि त बाउन्ड्रीमा त्यो भनेको चौका भन्ने बुझिन्छ तीनटा चौका प्लस कतिवटा छक्का 8 टा छक्का हाने भनेपछि त तपाई 8 छक्का 48 4 त्यहाँ 12 60 रन त ल्याइसकेछ चौका र छक्का गरेरै त्यो 110 रन हानेकोमा चौका छक्कामा 60 रन हेर्नुस् क्वेशनले भन्छ व्हाट पर्सेन्ट अफ हिज टोटल स्कोर डिड ही मेक बाइ रनिङ बिट्विन द विकेट भनेको बीचमा दौडेर चाहिँ कति चाहिँ पर्सेन्ट तपाईको रन ल्यायो भने हो त्यसो हामी के गर्नु पर्यो भने यो 110 मा 60 कटाएर कति बच्यो 50 बच्यो यो 50 रन त दौडेर ल्याएको छ त्यसो हामी के गर्नु पर्यो भने 50 अपन जम्मा कति रनमा 110 रन मध्ये इन्टु 100% गर्नुपर्ने हुन्छ पर्सनल लक हो नि त यति कुरा बुझौं यो काटौं कति हुन्छ 500/11 भनेपछि 11 चौको 44 हुन्छ 60 60 11 5 55 5 पुगेन 5/11 हैन 45 आएपछि थाहा भइहाल्छ नि तपाईहरुलाई
अप्पर आइरहेछ भनेपछि ल दौडेर ल्याए के चौका छक्का घटाएर बाँकी रहेको रन त बिचमा दौडेर ल्याए नि त अरू कुनै कन्डिसन छैन यहाँ नभनेपछि है बुझ्नु पर्यो हामीले ओके यहाँ के भन्छ क्वेसनले इन अ मिक्सचर अफ 6 लिटर मिल्क एन्ड वाटर इज 2:1 60 लिटर मिक्सचरमा मिल्क र वाटर रेसियो चाहिँ 2:1 छ यसो गरौँ न मिल्क कति रहेछ भन्दाखेरि 2:1 भनेपछि मिल्क चाहिँ 2 भाग हो जम्मा 2 + 1 3 भागमा इन्टु 60 भनेको 320 220 40 लिटर मिल्क छ ओरिजिनल्ली भनेपछि वाटर थाहा नै भयो 60 मा मिल्कलाई घटाएर बचेको 20 लिटर वाटर हो if the ratio is to 1:2 then the quantity of further water added to be क्वेसनले के भन्छ भने यो रेशियो 1:2 बनाउनलाई क्वान्टिटी कति थप्नु पर्यो भने के क्वान्टिटी अफ के वाटर यसो गर न मिल्क चाहिँ तपाईको 40 छ वाटर 20 छ रेशियो कति बनाउने 1/2 बनाउने थप्नु पर्ने के त भन्दाखेरि यो मिल्कको यो वाटर हो भनेपछि वाटर ल थपौँ x भनी थप्दिउँ अनि कति आयो त 80 - 20 60 आएन क्रस गुणा गरौँ न 40 जना 80 हुन्छ हैन 80 = 20 + x which gives x = 60 छ आन्सर आउँछ राइट आन्सर 60 आउँछ 60 आयो अप्सन डी करेक्ट आन्सर हो डी राइट आन्सर ठीक छ 80 - 20 सँग 60 न अहिले आफूले बाटो हुँदा नि पाइन्छ छिटो गर्न कस्तो भने रेशियो चेन्ज गर्ने 1:2 मा लाने हैन थप्नु पर्ने वाटर भएको हुनाले एक भागमा 40 फिक्स हो भने दुई भागमा 80 फिक्स हुन्छ 20 पहिले छ भनेपछि 20 घटाएर 60 थप्नु पर्यो भने छिटो गर्न पाइन्छ तर कहिलेकाहीँ त्यो ज्यापै एक्जाममा त्यो दिमाग फर्मेट त्यसरी यदि आइहाल्ने भने म्याथमेटिकल स्ट्रक्चरले चाहिँ थप्ने कुरा भए प्लस गर्नु पर्यो कुनै हटाउने कुरा हो भने यति ज्यादा मान्छे हटाइए भने पनि सक्छ 5 वर्ष अघि भने पनि सक्छ उमेरको कुराहरु गर्दाखेरि त्यतिबेला चाहिँ हामी यो गरे भने क्लियर हुन्छ नभए यसलाई अप्सनबाट नै मिल्छ मैले अहिले यो गरे है ल क्वेशनले भन्छ इन द फर्स्ट 10 ओभर अफ अ क्रिकेट गेम 10 ओभरको द रन रेट वाज 3.2 भनेको 10 ओभरको रन रेट भनेको एभरेज हो नि त रेट भनेको एउटाको रेट 3.2 को दरले भनेपछि 10 ओभरमा कति रन आउँछ 3.2 * 10 32 रन आउँछ हेर्नुस् व्हाट शुड बी द रन रेट इन द रिमेनिङ 40 ओभर टु गेट द टार्गेट अफ 282 रन उले 10 रनमा 32 रन ल्याइसक्यो जम्मा कति रनले बनाउने 282 रन ल्याउनु पर्नेमा 32 रन आएपछि कति 250 रन ल्याउनु बाँकी छ 250 रन ल्याउनु बाँकी छ यो कहिले ल्याउने भन्दाखेरि जम्मा जम्मी रिमेनिङ 40 ओभर रहेछ बाँकी रहेको 40 ओभरमा रिमेनिङ 40 भनेपछि अब त्यसलाई 40 ले डिवाइड गर्ने 250 रन ल्याउनु पर्यो 32 आइसक्यो 222 मा 250 40 ओभर ल्याउनु 40 ले भाग गर्नु पर्यो नि त एभरेज हो नि त 4 6 24 1/4 भनेको 25 हुन्छ 1/5 भनेको 0.25 हैन त 6.25 आयो जम्मा 282 मा 32 रन घटाउनु 10 ओभरको एभरेज गरेर ल्याउनु पर्नेलाई अब भएको रिमेनिङ ओभरले डिवाइड गर्नु हो राइट 40 मा हेरौ है इफ अ पर्सन वाक्स एट 40 km/h इन स्टेट अफ 10 km/h 14 को दरले हिँड्नु पर्ने ठाउँमा एकछिन हैन 10 को दरले हिँड्नु पर्ने हैन यसमा 14 को दरले हिँडेछ जस्तो 14 km/h को दरले हिँड्नु पर्ने हिँड्यो तर हिँड्नु पर्ने कति इन स्टेट अफ 10 km/h 10 km/h को दरले हिँड्नु पर्ने ठाउँमा उ चाहिँ 14 को दरले हिँड्यो जसले गर्दा ही वुड हैव वॉक 20 किलोमिटर मोर जसले गर्दा कति बढी हिँड्यो 20 किलोमिटर बढी हिँड्यो भनेपछि के बुझ्नु भयो नि यो दुईटाको ग्याप भनेको तपाईको 4 युनिट ग्याप हो यो 4 युनिट ग्याप बराबर तपाईको 20 किलोमिटर भयो त्यसो 1 युनिटमा तपाईको 5 किलोमिटर आउँछ 1 युनिट बराबर 5 किलोमिटर चेन्ज आयो 1 km/h मा अब ओरिजिनल्ली त यो नै हिँड्नु पर्ने त हिँड्नु पर्ने यो किन क्वेशनले एक्चुअल डिस्टेन्स भन्छ हिँड्नु चाहिँ यति मात्र हिँड्नु पर्ने चाहिँ 10 को दरले थियो 10 को स्पिडमा त्यसकारण 1 युनिट आएपछि 10 युनिट कति हुन्छ भने 5.50 50 किलोमिटर इक्वेसन बनाएर टाइम कन्स्टेन्ट राख्ने हुन्छ डिस्टेन्स त्यही हो भनेर यसरी तपाईले
जस्तो टाइम फिक्स टाइममा हिँडेको नि त टाइम भनेको तपाईँको डिस्टेन्स अपन स्पिड भएको हुनाले ल पहिला मानव एक्स हिँड्थ्यो स्पिड 10 को दरले इक्वल टु एक्समा 20 बढी भयो तर स्पिड कति भयो 14 भने यसलाई सल्भ गरे नि हुन्छ एक्स भनेको एक्चुअल डिस्टेन्स यो नि त किन टाइम कन्स्टेन्ट गरेको किनभने टाइम त त्यही हो त्यही टाइममा पुगेर त त्यो ग्याप आएको 2 5 जा 2 7 जा 7x भयो यहाँ 5x 2x आयो 20 25 100 हुन्छ 2x इक्वल 26 x को मान 50 आयो त तपाईहरुले हुन्छ नि d इक्वल टु bt गरेर के यहाँ हामीले जुमी टाइम कन्स्टेन्ट गरेका छौं d बाइ v अब तपाईले यो भन्दा यस बेटर हुन्छ के ट्रिकी क्वेशन हामी यसरी गर्ने सेन्समा क्वेशन बनाइरहेको हुन्छ ल ओके अप्सन ए 31 मा हेरौँ के छ Select a figure from the among answer figure which will continue the same series established by the 5 problem figure मा चाहिँ यसो सिक्वेन्स हेरौँ न के छ यो 5 वटा हो 4 5 यहाँ 4 वटा छ यहाँ पनि 4 वटै रह्यो यहाँ 3टा छ यहाँ 3टा छ भने अब पालो के हुन्छ 4 3 से 2 हुनु पर्यो तर यहाँ यसरी हुनु पर्यो यहाँ हेर न यो नि घुम्या छ यहाँ अब यहाँ गयो माथि गयो भने सब यता आउनु पर्यो दुईटा यता आउनु पर्यो यता आउने दुईटा भएको अप्सन हामीसँग कतिवटा छ दुईटा भएको अप्सन त हामीसँग त्यतै भएको दुईटा चाहिँ तीनटा रहेछ एरो के छ यहाँ छ यता आयो क्लकवाइज घुम्यो 90 यहाँ फिक्स भयो एउटा दुई दुई अनि एउटा एउटै यहाँ दुईटा दुई पटक आयो क्लकवाइज 90 मा नि त यहाँ यता गएको छ फेरि तीनटा भयो तर क्लकवाइज 90 टर्न गरिरहेछ अब के हुने दुई पटक तीनटा रहने भनेपछि त क्लकवाइज 90 मा यसरी तीनटा आउनु पर्यो डाइरेक्सन हेर्नु भएको छ नि यहाँ भएको डाइरेक्सन कहाँ आइरहेछ त यहाँ भएको यता चाहिँ क्लकवाइज 90 भएन अनि फेरि यहाँ गयो अनि फेरि यता गयो अब फेरि यता गयो अब कता जान्छ यता जान्छ 5 नम्बरमा रहेछ भनेको 5 अप्सन डी मा छ राइट एरो दुई पटकसम्म त एउटा एउटा डबल डबल तीन तीनटा भएको छ अनि क्लकवाइज 90 घुमेको छ भने सर्कलको पनि यो 5 वटाबाट अर्को एउटा स्टेप यहाँ दुई पटक रहने एउटाको चाहिँ स्टार्टिङै 5 वटाबाट दियो एउटा छुटायो त्यसपछि दुई पटक यो दुई पटक चाहिँ हामी आफै बुझ्नु पर्यो अर्को दुई पटक हुन्छ 4 दुई पटका 3 दुई पटका चाहिँ अब 2 को पाला आउँछ भनेर बुझ्नु पर्यो त्यसपछि अर्को स्टेप छ त दुई पटक नै भएको हुन्थ्यो तर एक पटक यसपछि वाट इमिडिएट सोधेको हुनाले यसको क्लकवाइज 90 के हुन्छ यहाँबाट यहाँ आउँछ जुन छ ल अब हामीले हेरौँ पनि 32 मा यो त मिलाइहाल्नु भयो सबैले मिलाउनु भएको छ यसलाई चाहिँ क्वेशनले के भनेको छ भने मिरर इमेज निकाल्ने भन्छ मिररको दायाँको राइट टु लेफ्ट ल्याउनु त हो नि राइटको लेफ्ट ल्याउँदाखेरि के बुझ्नु भने नि यता यता टर्न हुनु पर्यो यता टर्न हुनु भन्ने बित्तिकै यो उता टर्न भयो त क्यान्सल भइ नै हाल्यो तीनटा छ तीनटामा यसो गर्नु यो भाग न यो भाग अलि ठुलो छ हेर्नु याद गर्नु भएको छ यसले सानो छ नि राइट टु लेफ्टमा ठुलो भाग यता आउला नि त ठुलो भाग यता आउँछ सानो भाग यतै बस्छ यसरी ठुलो भाग यता भन्ने बित्तिकै यहाँ ठुलो भाग छ यहाँ त ठुलो भाग यता छ ठुलो भाग यता यो दुईटा त क्यान्सल भयो यसै पनि एक भयो मिरर इमेज भनेको दायाँको बायाँ कन्सेप्ट हो राइट टु लेफ्ट त हो नि मिरर भनेको यसरी रिफ्लेक्ट गर्ने हैन राइटकोलाई लेफ्ट ल्याउनु त हो नि यसरी यसको रिफ्लेक्सन यता आउनु त हो नि भनेको अप्सन केमा चाहिँ एकमा छ भने बुझ्नु ए मान है यो प्यारालोग्राम भनेको समानता चतुर्भुज भन्छ के सच यसको ट्रिक छ नि नम्बरिङ गर्ने लेन्थतिर 1 2 3 जोड्नुस् 1 2 3 को सम कति 6 हुन्छ यता पनि ब्रेथतिर पनि जोड्नु 1 + 2 को सम कति हुन्छ 3 हुन्छ इन्टु गर्नु l इन्टु b 3 6 18 तर 3 6 कति भयो 18 भयो 6 इन्टु 3 कति 18 भयो यसले बुझ्नु भने यो यसैमा l इन्टु b गर्नु रेक्टेंगलकै ट्रिकबाट काम गर्ने छ जोडेर बस्दा नि हुन्छ त ढिलो हुन्छ नि त l इन्टु b को प्याटर्नमा काम गरिदिनुस् भइहाल्छ 18 भनेको अप्सन बी राइट आन्सर हो 34 ले के भन्छ भने total number of dots on opposite faces of a cubical block is always 7 opposite face को सम चाहिँ 7 छ रे find the figure which is correct भन्छ यसबाट के बुझ्नु भने अपोजिट को सम 7 भन्नुको मिनिङ नेचुरल डाइसो भन्ने बुझ्नु पर्यो अपोजिट को सम 7 भन्नुको मिनिङ सँगै देखिने फेस चाहिँ 7 हुनु हुँदैन त्यो रङ हुन्छ
अपोजिटको सम 7 भनेको सँगै देखेको चाहिँ 7 नहुने भने हो। त्यो चाहिँ मलाई भन्नु है। यो 6 भइसकेपछि यो 6 र 1 सँगै आयो गल्ती हुन्छ, किनभने अपोजिटको फेसको सम 7 भन्नु सँगै हुने फेसको सम 7 नहुनु भन्नु हो। नेचुरल डाइसको क्वेसन कुरा खोजेको क्वेसन। डाइसमा तपाईँ हुन्छ 1 को 6, 2 को 5, 3 को 4 हुन्छ नेचुरलमा। 1 सँग 6 सँगै देखिन्न, तीनटा फेस देखिन्छ, तीनटा फेस देखिन्न डाइसमा। अब हेर्नु 1 आउँदा यहाँनिर 6 छैन, 5 सँग 2 छैन, 3 सँग 4 छैन, यो एकदम सम्भावना छ। यही नै हुने भयो आन्सर करेक्ट, किनभने एउटा कुन करेक्ट भनेको छ। यो किन भएन भन्दाखेरि यो 4 आउँदा 3 आयो, जोड्दाखेरि 7 भइहाल्यो, यो रङ भयो। यो तपाईको 5 आउँदा 2 आयो, जोड्दाखेरि 7 भइहाल्यो। त्यसकारण 2 करेक्ट छ अहिले, किनकि अपोजिट फेसको सम 7 हुनु भन्नु सँगै देखिएका फेसको सम 7 नहुनु भन्नु हो। यसको मिनिङ नेचुरल डाइस। नेचुरल डाइस भने के हो भने 1 आउँदा त्यही सँगै 6 देखिनु भएन, किनकि 1 को अपोजिटमा 6 हुने हो। 2 सँग सँगै 5 देखिनु भएन, किनकि 2 को अपोजिटमा 5 हुने हो। 3 सँग सँगै 4 हुनु भएन, किनकि 3 को अपोजिटमा 4 हुने हो। यस्तो खालको कन्डिसनको सोधेको जुन क्लियरली 2 मा छ। 35 हेरौँ। यसमा के गरेको छ हेर्नुस् त, दुईटालाई कम्बाइन गरेको छ। एरो यता र यता भयो हैन, यता नै आयो। दुईटै इस्ट छ, कमन पनि सेम राखेको छ, कम्बाइन गरेको छ, कमन नै हटाएको छैन है। फेरि यो माथि यो तल हुन्छ, यो दुईटा कम्बाइन गर्दा यो आउँछ हेर्नुस् त। यो माथि गएर नि छ, तल गएर नि छ, इस्ट वेस्ट सधैँ छ, यता त्यो कमनलाई पनि सेम राखेको छ, कम्बाइन गरे भन्ने बुझियो छोटोमा बुझ्दाखेरि। त्यसै यो दुईटा कम्बिनेसन कस्तो हुन्छ भने यताको भाग नै हुनु पर्यो अनि यताको भाग नै हुनु पर्यो। भनेपछि यो त यताको भागै मिलेन, यो खाली नै भइहाल्यो। यो यताको तलको मिल्यो, अनि यता हेरौँ, यो माथि खाली हुनु पर्यो, माथि यसमा। अनि हो यो चाहिँ यो त मिल्यो, तर हो यो एउटा कालो छ। तपाईँ कालो र सेतो मिसाउँदा पुरै कालो हुन्छ भनेपछि यो डार्क, यो चाहिँ दुईटा मिक्स गर्दाखेरि के हुन्छ, कालो र सेतोमा त कालोले जित्छ नि त, त्यहाँ चित्र सेतो देखिएको तर त्यहाँ ब्ल्याक छ नि तपाईँकोमा। यो दुईटाको कम्बिनेसन हो, धेरैले मिलाउनु भएको छ। गुड, थ्याङ्क यू एभ्रिवन। 36 हेरौँ है त। मिसिङ क्यारेक्टर के गर्नु पर्यो? 21 - 25। गुड। 12 + 9 कति? 21। 15 + 10 कति? 25। यो दुईटा ग्याप कति छ? 4 छ। भेरी गुड। यहाँ कति जोड्दाखेरि यहाँ 32, यसमा कति 28, 30, 40, 44। यसको ग्याप कति हुन्छ? 44 - 32 भनेको 12। भनेपछि यसको ग्याप गर्नु पर्यो। सेम डिजाइनमै जाने त नि अब अनननमा। यसमा 10 - 10 - 20, 27 छ, यहाँ 27 आयो। यहाँ कति आयो? 20, 30, 35, 38 आयो। 8 - 7 1 भयो, 3 - 1 11 भयो। ठुलोमा सानो घटाइरहेछ। यसरी जोडेर जुन डिजाइनमा गरिरहेछ, कहिलेकाहीँ सबै सम गर्छ, कहिले मल्टिपल गर्छ, कहिले अपोजिट जोडेर बिच घटाउँछ, कहिले अपोजिट बिचको डिफ्रेन्स गरेर पछि बाँकी प्रोडक्ट गर्छ। यसले म्याक्सिमम प्र्याक्टिस चाहिन्छ। यो अरूले भन्दा सहिले बुझिने कुरा, आफूले गर्दा टाइम लाग्ने कुरा, यसलाई अलिकति ध्यान दिनु। यस्ता क्वेसनलाई अभ्यास गरिराख्ने। अब धेरै नै समय पनि यसलाई दिनु होइन, केही इमिडिएट टाइम मिल्यो भने मिल्यो, नत्र अरू क्वेसनमा गइहाल्नुपर्छ। 30 members of a club decided to play a badminton single tournament. Every time a member loses a game, he is out of the tournament. There are no ties. What is the minimum number of matches that must be played to determine the winner? भनेको बुझ्नुभयो? 30 जना खेलाडीहरू मेम्बर खेलिरहेछन्, यस्तो खालको खेल रहेछ। त्यहाँ कुनै एडिसनल एक्स्ट्रा खेल जुत्ने भन्ने त्यस्तो कन्डिसन छैन। हरेक पटकमा एउटा मेम्बर चाहिँ त्यहाँ आउट हुँदै जान्छ भने कति पटकमा विनर सिलेक्सन हुन्छ भन्छ। जस्तो मानौँ त हामी 5 जना खेलेका छौँ भने हरेकमा एकजना आउट हुने हो भने त विनर कति पटक थाहा हुन्छ? 5 जना खेलेको ठाउँमा 4 जना हराउनु पर्यो, एकजना त आफै विनर हो नि, हो कि भन्नुहोस् त? 10 जना खेलेको टिमबाट विनर कति बेला आउँछ? 9 जनालाई हामी फाल्नु पर्यो, कोही एकजना आफै विनर हो। यसकारण तपाईले के बुझ्नु भने जम्मा 30 जना मेम्बर हो भने 30 मा 1 घटाउनु 29औं पटकमा विनर सिलेक्सन हुन्छ भन्ने कुरा बुझ्ने। 29 n - 1। यसको फर्मुला के हो भने यसरी नकआउट सिस्टम एउटा हट्दै जान्छ, त्यसले फर्मुला हुन्छ n - 1 हुन्छ के। त्यसैले 30 - 1 भनेको 29। 30 जना खेल्दा 29 जना हारेछ त एउटाले जित्यो नि त नि। एक्लै त खेल्ने कुरा भएन, उसले जिति नै सक्यो। 29 जनालाई जित्नु भनेको आफू
विनर फिक्स भयो n - 1 सम्झिनु न भाइ 38 मा के भन्छ क्वेशनले भने two cars start from the opposite places of main road 150 km apart दुईटा 150 किलोमिटर ग्यापमा चाहिँ दुईटा गाडीहरु अपोजिटबाट जाँदैछन् रे यो बीचमा अपोजिटबाट आउने फर्स्ट कार रन 25 किलोमिटर पहिला ल मैले फर्स्ट र यताबाट गए भन्ने माने 25 गए रे एन्ड टर्न राइट राइट भनेको क्लकवाइज तल आउँछ है तल आउँछ एन्ड वाक 15 किलोमिटर यहाँ आइराछ एन्ड देन टर्न लेफ्ट लेफ्ट भनेको एन्टी क्लकवाइज है यता गएको टर्न लेफ्ट यता हुन्छ नि नजिकै त्यसैले एन्टी क्लकवाइज सम्झिनुस् एन्ड वाक्ड 25 किलोमिटर and then takes direction back to reach the main road right direction back to reach the main road भने के हो मेन रोडमा जाने यता यहाँ जाने भन्ने बुझ्नु पर्छ आफैले यो हाइवे त यो नि मेन चाहिँ यो हाइवे त यो हेर्नुस् तपाईको यो बाटो मेन रोड भनेको त त्यसै यो 15 जान्छ भने आफै बुझ्नु पर्छ यता 15 जसि भित्री बाटो जति हेर्दै त्यति माथि जानु पर्यो मेन रोड जानलाई त अब त्यसपछि यो 25 पछि 25 नै गयो भन्ने बुझ्नु पर्यो and takes the direction to reach the main road if in the meantime due to mirror breakdown the other car has run only 35 km भनेको त्यो मिरर को कारणले गाडी त्यहाँ बिग्रिएछ भनौं जब only 35 मात्र हिड्यो भनेछ अर्कोतिर आउने हो नि त गाडी दुईटा गाडी यहाँ हेर्नु न यसरी देख्नु भयो नि ल त्यसो भए क्वेशनले भन्छ what would be the distance between the car and at this point भन्छ अब दुईटा कार बीचको डिस्टेन्स अब कति छ भनेको जम्मा 150 को हो के यो जम्मा 25 25 50 हिँड्यो हेर्नुस् यो 35 हिँड्यो भने जम्मा कति हिँड्छ भन्दाखेरि तपाईको यसमा त 50 र 35 भनेको 85 हिँड्यो जम्मा 85 हिँड्यो टोटल डिस्टेन्स 150 थियो के बुझ्नु पर्यो भने 150 मा 85 घटाएर 15 र 50 कति 65 किलोमिटर बाँकी छ बीचको डिस्टेन्स कति छ 65 छ भन्ने बुझ्नु पर्यो 150 मा उनीहरु जसरी हुन्छ त्यो मेन हाइवेमा हिँडेको बाटो हेर्नु पर्यो नि त भित्र भित्र गएकोले मतलब भएन के कुरा बुझ्नु भएको त्यहाँ है त्यसरी काम गर्नुस् 150 मा 85 कटाएर बाँकी बचेको 65 राइट यति हेर्नुस् हुन्छ अब यहाँ के छ What is always in worry? Worry भनेको के हो एकदम चिन्ता सँग जोडिने कुरा भनेको तपाई के हो भने थाहा छ तपाईलाई अनरेस्ट भन्छ के यो यस्तै महत्त्वपूर्ण शब्दहरु नि हरु चाहिँ अनरेस्ट रेस्ट अनरेस्टमा रेस्ट नहुनु रेस्टलेस हुनुमा नै चिन्ताहरु कनेक्ट हुन्छ भन्ने कुरा बुझ्नु होला अब तपाईले ध्यान दिनु पर्यो जस्तो हुन्छ नि कहिलेकाहीँ मानिससँग नभइनौनी के हो भन्छ मेन अलवेज ह्याज हुन्छ हार्ट भन्नु पर्यो अरु नि छ कुरा तर त्यो मेजोरिटी के त्यो चाहिँ मुख्य मेन अर्गान हो राइट पेन अलवेज ह्याज हुन्छ निप भन्ने जस्तो पे योसँग निपै भएन भने यसको त्यो पेन जतिसुकै लाखै पर्ने भयो नि केही मतलब भएन नि त त्यहाँ भएको मध्येको मेन चीज कि जो बिना अरुको त्यहाँ अर्थै छैन यस टाइपको के ल यो अप्सन यो ठीक छ मिलाउनु भएको छ बी अनरेस्ट यो क्वेशन हेर्नु यहाँ हो यो शंकर यो आफ्नै नाम पनि आयो लास्टमा है कम्पेयर गर्दा इज टलर देन हरि हो शंकर इज टलर देन हरि भन्छ बट सर्टर देन अनिलले यो कम्पेयर गरिन्छ के यसलाई हामी चाहिँ ग्रेटर लेस गरायो भने चाहिँ लथालिङ हुन्छ त्यसलाई लाइन तान्ने अनि एकदम स्पष्टसँग हामी बुझ्छौं शंकर इज टलर देन हरि भनेको शंकर के छ भने शंकर चाहिँ छ हरि भन्दा चाहिँ टलर छ बट सर्टर देन अनिल शंकर चाहिँ हरि भन्दा टलर छ बट सर्टर देन अनिल भनेको अनिल भन्दा चाहिँ सर्टर भएछ अनिल के रहेछ अझै अग्लो मान्छे अनिल चाहिँ अनिल अझै अग्लो छ भन्ने बुझ्नु पर्यो कृष्ण इज सर्टर देन शंकर बट टलर देन हरि कृष्ण कस्तो मान्छे रहेछ भने कृष्ण इज के भन्छ सर्टर देन शंकर शंकर भन्दा सर्टर छ हरि भन्दा टलर छ भनेपछि कृष्ण कहाँ छ त सर्टर देन शंकर बट टलर देन हरि यो बीचतिर रहेछ कृष्ण हो यता छ के हरि भन्दा अग्लो शंकर भन्दा होचो यहाँ यता कृष्ण छ आयुष इज सर्टर देन अनिल हो एउटा आयुष छ अनिल यो सर्टर देन अनिल अनिल भन्दा होचो मान्छे आयुष भेट्यो
हेर्नु यहाँ ध्यान दिने एकदम विचार गर्ने कुरा छ हामीसँग। आयुष सर अनिल भनेको यो आयुष कस्तो छ भने नि, यो आयुष भनेको तपाईँको अनिलभन्दा होचो भन्यो हो, तर दिमाग लगाउनु क्वेसनले के भन्यो, हु इज द सर्टेस्ट एमङ देम भन्यो। ल भन्नु त, तपाईँले झट्ट हतारमा आएर हरि भन्नु बेर छैन, कतिले भनि पनि सक्नुभयो, तर लजिकल प्रश्न छ यहाँ। क्वेसन लास्टमा भाषा के गरिदियो भने यो आयुष भन्ने मान्छेलाई अलिकति क्लियर गर्दैन। अनिलभन्दा होचो भन्ने मिन्स कहाँसम्म होचो त, कति होचो त? अनिलभन्दा होचो मान्छे हरिभन्दा होचो पनि हुनसक्छ। अहिलेसम्मको यो अनिल आयुष भन्ने आएको अहिलेसम्मको होचो हरि थियो, अग्लो चाहिँ अनिल थियो। तर आयुष भन्ने मान्छे जस कसरी आइदियो भने अनिलभन्दा होचो भएर आइदियो, अलिकति अपूर्ण तरिकाले आइदियो हो। यति बेला हामी के भन्नु पर्यो भने यो अनिलभन्दा होचो मान्छे यो हि मे बी आइदर टलर देन हरि अर सर्टर देन हरि, इज नट क्लियर। हरिभन्दा अग्लो पनि हुनसक्छ, होचो पनि हुनसक्छ। यस कारण के हुन्छ भने यो यति बेला हामी क्यान्डिडेट से भन्छ, क्यान्डिडेट से है हो। यसरी प्रश्न तपाईँलाई आउँछ, लाग्छ तपाईँले धेरैभन्दा धेरै मिलाउनु भएको छ, अभ्यास गरिरहनु भएको छ। एक्जाम पनि तपाईँको नजिकिएको छ, यो विद्यालय निर्देशकको बिनेको एक्जाम आइसकेको तपाईँलाई थाहा छ। राम्रो गर्नु होला, नातिनुहोस्। आत्यो भने त आउनु पनि जान्छ। नातेर आफूले जाने कुराहरूलाई अब कन्ट्रोल गरेर एक्जाममा चाहिँ तपाईँको बेस्ट दिने प्रयास गर्नु होला। सबैजना शुभकामना छ। हामी अर्को हप्ता भेट्छौँ नियमित क्लासमा, फिडब्याक क्लासमा पनि। सबैजनालाई नमस्कार, थ्याङ्क यू अल।